नमस्ते और झोरले सबैजनामा। आज चाहिँ फेरि म धेरै दिनपछि एउटा फेरि अर्को नयाँ ब्लग लिएर हजुरको सामुन्ने उपस्थित भइरहेको छु। त्यो के भने आजभन्दा 6 महिना पहिला चाहिँ म यही सुन्तला बगैँचालाई मैले चाहिँ 5 ट्र्याक्टर भैँसीको मल, पिना, डिएपी, युरिया, पोटास मिसाएर हालेर चाहिँ पुरा घाँस काटेर पानी लगाएर यस्तो राम्रो बनाएर गएको थिएँ। 6 महिना पछि आएको त हेर्नुस् त साथीहरू, यस्तो अहिले चाहिँ न यो बगैँचा भित्र न बाघ छिर्न सक्छ, न स्याल छिर्न सक्छ, न चराचुरुङ्गी छिर्न सक्छ, केही छिर्न नसक्ने भएर यति साह्रै डम्मार भएर घाँस यति अल्को भएर पुरा बसिरहेको रहेछ। आज फेरि म यसलाई चाहिँ काट्नको लागि भनेर एउटा ब्रस कटर लिएर चाहिँ ब्रस कटरको साथमा यहाँ काट्न आइरहेको छु। यहाँ अलिकति माथि अलिकति काटेको, एउटा सानो सुर्को काटेको ससर फफ भइयो। फेरि अहिले अब फेरि म फेरि घाँस काट्दैछु। हजुरहरू चाहिँ फेरि घाँस काटेको पनि यसो हेरेर हजुरहरूलाई ठिकै लाग्छ भने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु न विनम्र अनुरोध गर्दै। ल घाँस काटेको फेरि म यो ग्रास कटरलाई स्टार्ट गरेर म फेरि घाँस काट्दैछु, हेर्दै गर्नु होला।
देख्नु होला साथीहरू कतिको यहाँ झाडी रहेछ। यहाँ चाहिँ अचम्म झाडी छ हेर्नु, गर्दै नसक्ने। त्यस कारण बिस्तारै बिस्तारै गर्दैछु र अब आस्ते आस्ते गर्दै यो काटेर सक्नु त सुन्तलाको लाई जीवनदान दिने प्रयास गर्दैछु। ल हस्, फेरि अहिले फेरि गर्नेछु। म अहिले मेसिन चलाउँदैछु। ल हेर्नुहोस् त साथीहरू, तलसम्म त्यो खेत रुपियाँभन्दा माथिबाट लिएर यतासम्म सबै सुन्तला है सुन्तला छ, तर पुरा झाडीले ढाकेको छ। अब यो झाडी चाहिँ अब आस्ते आस्ते गरेर तकरिबन 10-12 दिनमा चाहिँ सखाप गर्ने विचार गरेको छु। अनि आज चाहिँ तकरिबन एउटा गरेर जति 20-30 वटा जति बोट को वरिपरि काटेको थियो होला। एउटा गरेर चाहिँ काटेको थियो, 2 सुर्केर एउटा गरेर। साह्रै थकै लाग्यो, पहिलो दिन भएर हो कि हो, साह्रै नै थकै लाग्यो। त्यस भएर अहिले चाहिँ अब खाजासाजा खाएर घरतिर लाग्नु पर्यो भनेर खोज्दैछु। ल साथीहरू, अब त्यो माथिको चाहिँ भीमसेन पार्क हो। त्यहाँ भीमसेन पार्कमा पनि आउँदाखेरि यसो त्यो भीमसेन पार्कबाट तलतिर हेर्नुभयो भने अब यो छ्याङ्ग भइसकेपछि त राम्रो पनि देख्छ। अनि राम्रोसँग भीमसेन पार्कमा आउँदा पनि हेर्न नभुल्नु होला। अनि उतातिरबाट यो मकैपुर डाँडा, तल नाम्जोङ पारीको नाम्जोङ, ज्यादुल खोला, यता बोर्लङ, अस्राङहरू यतातिर पानी अलिअलि फिसफिस पर्नु थाल्यो। त्यसो भएर अब घरतिर लाग्नु पर्यो भनेर भन्दै हस् त आजलाई यहीँ बिदा हुन चाहन्छु। धन्यवाद, बाई। फेरि भेटौँ ल भोलि। बाई बाई।